चाहिँ हाम्रो डे 5 रहेको छ हाम्रो प्रोजेक्टको र किन लिएर आएको नोट चाहिँ हामीले हालिसकेको छौँ होइन। यो चाहिँ सकअपको बस्ने ठाउँ हो। अब यहाँनिर पाता जोडेर यहाँ दुलो बनाउनु पर्छ। यहाँनिर आउँछ आजको भिडियोमा त्यही काम गर्दैछौँ हामी। यहाँनिर हेर्न सक्नुहुन्छ आइसकेको छौँ हामी। सानो भएकोले अर्को नट लिएर आएको छ। यहाँनिर 8वटा नट लिएर आइसकेको छ। अर्को फेरि त्यसले ठिक भयो सानो भएर। यहाँ हेर्न सक्नुहुन्छ। अनि यहाँ हाम्रो आज फ्रन्टको काम चल्दैछ। मेरो यहाँ धेरैजना साथीहरूले यो सानो छ भन्दै थियो होइन। यो यतिलाई ठुलो भएको छ होइन। म अहिले टेपले मेजर गरेर देखाइदिन्छु कसले सानो छ भनेर चाहिँ तिनीहरूलाई नि कन्फर्म हुन्छ कि यो सानो छैन भनेर। हेर्न सकिन्छ। लगाए 4-5 जना मान्छे अटिन्छ क्या। त्यो त ठुलो छ। यो ठुलो चाहिँ यहाँ हेर यो सानो चाहिँ छैन है। यहाँदेखि मैले टेप लिएर मेजर गरेँ। एउटा हातले गरेर चाहिँ अप्ठ्यारो भइरहेछ मलाई। यहाँदेखि यहाँसम्म हेर 5 फिटभन्दा बेसी छ। मान्छे सुत्दाखेरि पनि अटिन्छ यहाँ। यत्रो चाहिँ छ यो। तिमीहरू सानो छ भन्छ नि हेर्न सक्छ। यो भाइ साथीहरूले सानो छ भन्दै थियो भने सानो त छँदै छैन कुनै हालत। हेर यहाँ अब हाम्रो अगाडिको फ्रन्टमा काम गरिदिँदैछ। ठिक्क सेन्टरमा मिलाएर गर्नुपर्छ। हल्का मिस्टेक भयो भने बिग्रिन्छ। त्यसैले हाम्रो यो सानो भिडियो बनाएकोमा चाहिँ पुरा दिनको मेहनत लागेको हुन्छ है। यहाँ फोल्डिङ गर्दै हुन्छ। अङ्कलहरूसँग हामीलाई चाहिने बिट रहेछ र मेरो बाबा अहिले भर्खर गएर लिएर आइदिनु भयो। अब हाम्रो अर्को काम स्टार्ट हुँदैछ। अब त्यहाँनिर चट्ट लाएर हामी सकअपको लागि बनाउँछु। सकअप पनि लिएर आइसक्नु भएको छ बाबाले। अब हाम्रो अङ्कलले धुलो बनाउन रेडी गरिसक्नु भयो। हाम्रो त्यहाँ कटिङको काम स्टार्ट भइसकेको छ। पैसा जति खलत्तै लान्छ। मेरो थोरै भए पुग्दैन नकिनु भनेर के। सानी चाहिँ मेरो बाबाले फोन लिएर भिडियो गरिदिँदै हुन्छ है। अब खोइ यसमा यो रातो आउनुपर्ने होइन। हामीलाई चाहिँ यस्तो जोडी गरेर यहाँनिर 4टा गर्नुपर्छ है। एक जोड गरेर 4टा लाउनुपर्छ। त्यसमा नट बस्छ। त्यसमा नट बस्छ। यो बस्छ। अङ्कल यसो गर्नुभएको भने यसलाई छ नि नटसँगै हालेर अनि यसको उयो गर्नुपर्छ।
पुरै टाइटली नगर्ने उयसको लागि ट्राई भाग्य पनि आउने भयो त मेरो छोराको गाडी हेर्नलाई एक ठाउँ मिलाएर छेउछेउको टाँका हाल न अनि त्यसलाई ट्र्याक्क तलमाथि माथि भएछ है त्यो यसरी नमिला नि पछि हामीले यतापट्टि पनि वेल्डिङ गर्नुपर्छ है त अर्को वेल्डिङ गरिसकेपछि तपाईँलाई देखाउँछु रहेछ होइन लगभग स्टेरिङ त हाम्रो 70% प्रोसेस कम्प्लिट भइसकेको छ स्टेरिङपट्टिको अझै 80% काम भइसकेको छ होइन त यहाँ हेर्न सक्नुहुन्छ अझै हेर्न सक्नुहुन्छ आजको काम चाहिँ हाम्रो यतिमै सकिएको छ आज हाम्रो दिनभरिको काम यही हो भाइ सानो भिडियोमा देखिन्छ तर हाम्रो दिनभरिको मेहनत चाहिँ यसमै हुन्छ है हेर्न सक्नुहुन्छ अगाडिको हाम्रो 85% काम कम्प्लिट भइसकेको छ सर्टलाई हेर्न सक्नुहुन्छ लुक्स कुर्सी चाहिँ मैले यतिकै राखेको है काम काम अलमोस्ट सकिसकेको छ यहाँ हेर्न सक्नुहुन्छ आजको काम चाहिँ हाम्रो यतिमै रोकिन्छ है त भोलि आउन सक्छ गाइस अथवा भोलि पर्सि आउन सक्छ गाइस अब डे 6